नमस्ते। यो चाहिँ वीरेन्द्र चोक हो। यहाँ वीरेन्द्र चोकमा यो मेरो 4 कट्ठा जग्गा बिक्रीमा छ। 4 कट्ठा जग्गा किन्दाखेरि 1 कट्ठा जग्गा फ्रीमा। रोड चाहिँ यो 20 फिटे रोड, पिच रोडै हो। यहाँनिर छ वीरेन्द्र चोक। यहाँ तल यहाँ 100 मिटरको मुनि वीरेन्द्र चोक छ। अनि यो चाहिँ खोटाङ जाने रोड हो। पिचै रोडमा टच भएको जग्गा पुरै पिच रोड माथि कहाँसम्म पुगिसकेको छ। जग्गा यही हो। 5 कट्ठा जग्गा किन्दाखेरि 4 कट्ठा जग्गा किन्दाखेरि 1 कट्ठा फ्रीमा छ। 4 कट्ठा चाहिँ नम्बरी, 1 कट्ठा ओइलिनी। अनि जग्गाको मूल्य चाहिँ जम्मा 1,25,000 प्रति धुर। अनि अगाडिको मात्र लिन खोज्नु भयो भने अगाडिको मात्र पनि दिइन्छ। 1 कट्ठा छुट्टै छ, 3 कट्ठा छुट्टै छ, 2 किता जग्गा छ। अगाडिको लियो भने अगाडिको अलिकति महँगो हुन्छ, त्यो हिसाब किताब गरेर भन्छु। पछाडिको मात्र लिन पनि सकिन्छ। जग्गा चाहिँ यही हो। रोड हाइवे रोड छ। यहाँ पर बस पार्क बन्दैछ। यो रोड चाहिँ अब माथि एउटा पुल बनाउनु पर्ने छ। यो रोड छिटो सञ्चालनमा आउँदैछ। वीरेन्द्र चोकमा अहिले लगभग बजारहरू बनिरहेको बजार ठ्याक्कै हो वीरेन्द्र चोकै। यता पनि बजारै छ। अनि यहाँ बस पार्क यहाँनिर ठ्याक्कै। यो बस चाहिँ माथि खोटाङ जाने बस जग्गा त्यही माथि 100 यही पिच रोडमा टच जग्गा हो। यो चाहिँ होटेल लजहरू सबै यहीँ छ, वीरेन्द्र चोकमै हो। यो मेरो साथीको पसल ओहो डिपार्टमेन्ट स्टोर पनि खोलिसकेको छ। एकदम राम्रो भइरहेछ, आत्तिनु हुँदैन।